आज हामी चर्चा गर्नेछौँ केही बलिउड कलाकारहरूले चलचित्र साइन गर्नु अघि राख्ने केही अचम्मका शर्तहरूको बारेमा। पहिलो नम्बरमा हामी कुरा गर्नेछौँ सलमान खानको शर्तको बारेमा। सलमान खानको व्यक्तिगत जिन्दगी थुप्रै गर्लफ्रेन्डहरू फुल अफ रोमान्सले भरिए तापनि उनी पर्दामा चाहिँ किसिङ सिन र अलि बढी इन्टिमेट सिनवाला रोमान्टिक सिनहरू दिन मान्दैनन्, जसले गर्दा चलचित्र साइन गर्नु अघि डिरेक्टर प्रोड्युसरसँग उनले यो शर्त राख्दछन्। दोस्रो नम्बरमा छन् शाहरुख खान। तपाईहरूलाई अचम्म लाग्न सक्छ, शाहरुख खानले चलचित्र साइन गर्नु अघि घोडा नचढ्ने शर्त राख्दछन्। बाजीगर, अशोका लगायत थुप्रै चलचित्रमा घोडा चढ्नाले शाहरुखको ढाड दुख्ने समस्या आएकोले उनले यो शर्त राखेको बताएका छन् भने कतिले चाहिँ शाहरुखलाई घोडाको फोबिया रहेको पनि बताउँछन्। तेस्रो नम्बरमा प्रियङ्का चोपडा। प्रियङ्का चोपडाले प्राय चलचित्रमा इन्टिमेट सिन, किसिङ सिन दिए तापनि चलचित्र साइन गर्नु अघि उनी पूर्ण रूपमा चलचित्रमा ननाङ्गिने शर्त राख्दछिन्। हलिउड सिरिज क्वान्टिको र बेवाजमा पनि उनले यसै किसिमको शर्त राखेकी थिइन्। चौथो नम्बरमा कुरा गरौँ ऋतिक रोशनको बारेमा। ऋतिक रोशन राम्रो कलाकार त हुन् नै, साथै प्रोफेसनल कलाकार पनि मानिन्छन्। उनी आफ्नो क्यारेक्टरमा भिज्नको लागि जुनसुकै हदमा पनि जान सक्छन्, तर पैसाको मामिलामा भने उनी अलि कडै छन्। विशेष गरी मोहेन्जोदारो चलचित्रमा उनले जुनसुकै कारणले चलचित्रको अवधि बढ्यो भने त्यसै अनुसारको उनको पारिश्रमिक बढ्नुपर्ने शर्त राखेका थिए। अब कुरा गरौँ सन्नी लियोनीको। सन्नीको यो कुरा सुन्दा पनि तपाईँलाई अचम्म लाग्न सक्छ। पोर्न चलचित्रबाट बलिउडमा आएकी सन्नीले उनको सुरुवाती चलचित्र जिसम 2 मा किसिङ सिन दिए तापनि हालका चलचित्रहरूमा किसिङ नगर्ने शर्त राख्न थालेकी छिन्। इन्टिमेट अथवा बेड सिन दिन तयार उनी, किस सिन दिन भने तयार छैनन्। छैठौँ नम्बरमा अक्षय कुमार। अक्षय कुमार टाइममा उठ्छन्, टाइममा सुत्छन्, टाइममा सुटिङ सेटमा पुग्छन् र वर्षमा 4-5 वटा चलचित्र गर्न पनि भ्याउँछन्। तर उनले आफ्ना हरेक जसो चलचित्रको कन्ट्र्याक्टमा आइतबार काम नगर्ने शर्त राख्दछन्। उनी हप्तामा 1 दिनको समय परिवारलाई दिन चाहन्छन्, तर उनले ब्रदर्स र वन्स अपन अ टाइम इन मुम्बई दोबारा चलचित्रको लागि भने आफ्नो शर्त तोडेका थिए। 7औं नम्बरमा करिना कपुर। करिना कपुरले आफ्नो करियरमा थुप्रै किस सिन र बेड सिन दिए तापनि सैफसँगको विवाहपछि भने उनले यस्ता सिनहरू दिन बन्द गरेकी छिन्। त्यसैले चलचित्र साइन गर्नु अघि उनी यस्ता सिन नदिने शर्त राख्दछिन्। 8औं नम्बरमा कङ्गना रनावत। कङ्गना रनावत आफ्नो कामप्रति निकै नै कडा रहेकी छिन्। उनी चलचित्र कन्ट्र्याक्टमा फाइनल एडिट आफूले हेर्नुपर्ने र आफूले हुन्छ भनेपछि मात्र चलचित्र रिलिज हुनुपर्ने शर्त राख्दछिन्।